नमस्कार साथीहरू, म कोष तथा लेखा नियन्त्रक कार्यालय कलैया बाराको लेखा अधिकृत रामबिना मुखिया तपाईँहरूलाई स्वागत गर्दछु मेरो युट्युब च्यानलमा। आज म सम्पूर्ण सर म्याडमहरूलाई जो लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई सधैँ समस्या हुने पाटोको रूपमा नेपाल सरकारले वितरण गर्ने अनुदानको सन्दर्भमा रहेको छ। उक्त अनुदान वितरण गर्दा कसरी वितरण गरिन्छ र यो क्वेसनबाट यो खण्डबाट हरेक वर्ष लोकसेवामा प्रश्न सोध्ने गरेको पनि पाइन्छ। यसमा सर्वप्रथम आजको भिडियोमा म वित्तीय समानीकरण अनुदानको सन्दर्भमा म चर्चा गर्नेछु, त्यसपछि क्रमशः म भिडियो अपलोड गर्दै जानेछु। ल त्यसै वित्तीय समानीकरण अनुदान, यसमा यो भिडियो बनाउँदा मुख्य रूपमा मैले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसलाई आधार मानेको छु र जसमा आर्थिक वर्ष 2082-83 को लागि हाम्रो संविधान र प्रचलित कानुन बमोजिम सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान, अर्थात् समानीकरण अनुदान भनेको सङ्घले प्रदेश र स्थानीय सरकारलाई प्रदान गर्छ। त्यसै गरी प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो प्रदेशभित्र रहेका स्थानीय तहहरूलाई अनुदान चाहिँ प्रदान गर्ने काम गर्दछ। त्यसैले 2082-83 मा त्यो अनुदान प्रदान गर्दा लिइएका आधारहरू के आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको छ ती आधारहरूलाई स्पष्ट रूपमा यहाँ व्याख्या गरेको छ। त्यसै गरी नेपालको संविधान तथा अन्य प्रचलित कानुनी व्यवस्था अनुसार यसलाई कसरी व्यवस्थित गरेको छ भन्दा नेपालको संविधानको धारा 260 र धारा 251 मा यस सम्बन्धी व्यवस्था गरेको छ। त्यसै गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन 2074 को दफा 3 ले पनि यस सम्बन्धमा व्यवस्था गरेको छ। त्यसै गरी अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 को दफा 8 र दफा 18 मा राष्ट्रिय सभा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति एउटा भन्ने छ। यो मैले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको जुन त्यो प्रतिवेदन हेर्नुभयो भने त्यसमा चाहिँ पाउनुहुन्छ। नेपाल सरकारको संघीयता कार्यान्वयन सम्बन्धी कार्ययोजना 2079 छ। त्यसै गरी राष्ट्रिय सरकारी कारोबार निर्देशिका 2076 रहेको छ र राष्ट्रिय समन्वय परिषदको निर्णय अर्थात् हाम्रो 2080 साल असाढ महिनामा निर्णय भएको थियो, जसमा मुख्य समस्याको रूपमा तीनै तहको अधिकारमा अस्पष्टता रहेको देखिन्छ। तीनै तहबाट जाने अनुदानको शीर्षक रकम र प्रकृति अध्ययन गरी दोहोरो अनुदान बन्द गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा चाहिँ उल्लेख गरेको देखिन्छ। त्यसै गरी वित्तीय समानीकरण अनुदान सिफारिसमा प्रयोग गरिएको सूचक अर्थात् कुन सूचकलाई प्रयोग गरेको देखिन्छ भन्दा पहिलो सूचकको रूपमा जनसङ्ख्या, त्यसपछि क्षेत्रफल, त्यसैगरी मानव विकास सूचकाङ्क, प्रदेश तथा स्थानीय तहहरूमा रहेको आर्थिक तथा सामाजिक असमानताका विषयहरू, त्यसैगरी पूर्वाधार विकासको अवस्था, खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता, त्यसैगरी कार्य सम्पादन मूल्याङ्कन सूचक लगायतका यावत सूचकहरूको चाहिँ प्रयोग गरेको देखिन्छ। यसलाई हामी थप विस्तृत रूपमा अहिले अध्ययन गर्नेछौँ। त्यसैगरी अनुदान सिफारिस गर्दा लिइएका आधार र ढाँचाहरूको विषयमा चर्चा गर्दा 3 वटा आधारहरू चाहिँ लिएको देखिन्छ, जसमा अर्थात् यी 3 वटा आधारमा चाहिँ हाम्रो के गरिन्छ अनुदानहरू चाहिँ स्वीकृत गर्ने काम चाहिँ गरिन्छ, जसमा एउटा न्यूनतम अनुदान अर्थात् प्रत्येक पालिकाले न्यूनतम अनुदान चाहिँ प्राप्त गर्ने गर्दछ, जसमा जनसङ्ख्या र क्षेत्रफललाई मुख्य आधारको रूपमा लिइएको देखिन्छ। त्यसै गरी प्रदेश सरकारले प्राप्त गर्ने न्यूनतम अनुदानमा 25% जनसङ्ख्या मध्ये 25% जसमध्ये जनसङ्ख्या र क्षेत्र अर्थात् तपाईँको 50% चाहिँ जनसङ्ख्या र क्षेत्रफललाई आधार मानेको छ। त्यसै गरी त्यो प्रत्येक स्थानीय तहको जनसङ्ख्या र क्षेत्रफलको आधारमा प्रत्येक पालिकालाई एउटा निश्चित तपाईँको न्यूनतम अनुदान तोकेको छ, जुन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा हामी सजिलैसँग हेर्न सक्छौँ। त्यसै गरी अर्को विषयमा चर्चा गरौँ, सूत्रमा आधारित अनुदान। सूत्रमा आधारित अनुदान भनेको कस्तो हो भन्दा पहिलो आधार भनेको मानव विकास सूचकाङ्क अर्थात् यसको अङ्कभार 10 रहेको छ। त्यसै गरी आर्थिक सामाजिक असमानताका विषय यसलाई 5 अङ्कभार राखेको छ। त्यसै गरी पूर्वाधार विकासको अवस्थालाई समग्रमा 15 अङ्क, जसलाई चाहिँ यहाँ डिभाइड गरेर चाहिँ सडकको अवस्था, त्यसै गरी खानेपानीको सुविधा, सरसफाइ शौचालयको उपलब्धता, सहरीकरणको अवस्था, विद्युतको सुविधा लगायत सूचना प्रविधिको सुविधा, यी सबै विषय चाहिँ पूर्वाधार विकासको अवस्थामा पर्छ र यसलाई चाहिँ 15 अङ्कभार गरेर तपाईँको बाँकी खर्चको आवश्यकता र राजस्व उठाउने क्षमता
यो भनेको 70% यसलाई आधार मानेको छ। अर्थात् राजस्व कति उठाउन सक्छ कुनै पालिकाले र उसले कति खर्च गर्न सक्छ, उसको खर्चको आवश्यकता कस्तो छ, ती विषयलाई सतरी गरेर यी आधारमा चाहिँ सूत्रमा आधारित अनुदान चाहिँ वितरण गर्ने गरिन्छ। त्यसैगरी अर्को तेस्रोमा आउँछ कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदान। कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदान भन्नाले यो दुईवटा हुन्छ, अर्थात् प्रदेश सरकारको लागि छुट्टै हुन्छ र स्थानीय सरकारको लागि पनि छुट्टै हुन्छ। त्यसैले कार्य सम्पादन अर्थात् प्रदेश सरकारको लागि 11वटा कार्य सम्पादनका आधारहरू लिइएको देखिन्छ, जसमध्ये तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ त्यो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम नै मैले यहाँ राखेको छु, जसमा तपाई गत आर्थिक वर्षको अघिल्लो आर्थिक वर्षको अन्तिम लेखा परीक्षणबाट औल्याएको अर्थात् बेरोजुको अवस्था कस्तो छ, त्यो बेरोजु कम छ भने त्यो बढी अङ्क पाउने भयो र बेरोजु बढी छ भने कम अङ्क पाउने भयो। यसरी नै 11वटा चाहिँ सूचकहरू राखेको देखिन्छ। त्यसैगरी स्थानीय तहको सरकारहरूको कार्य सम्पादन मूल्याङ्कनमा प्रयोग गरिएको सूचकहरू जम्मा 17वटा सूचकहरू रहेको छ। यसमा पनि असार 10 गतेभित्र आगामी आर्थिक वर्षहरूको राजस्व र व्ययको अनुमान अर्थात् बजेट गाउँसभाबाट पास गरे नगरेको, त्यो पेश गर्यो कि गरेन, त्यो पेश गरेको छैन भने कम मार्क्स र पेश गरेको छ भने बढी मार्क्स, यसरी चाहिँ पाउने भयो। यसरी 17वटा सूचकहरूलाई आधार बनाएर स्थानीय तहहरूको कार्य सम्पादनमा आधारित अनुदान चाहिँ जाने गर्दछ। अर्थात् तपाईहरुले जुन जुन साथी पालिकामा काम गर्नुहुन्छ वा कोषमा काम गर्नुहुन्छ उहाँ साथीहरूलाई के भन्छ टीएसएमा तपाईले देख्न सक्नुहुन्छ त्यही तीनवटा सूचक चाहिँ राखेको हुन्छ, अर्थात् न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान भनेर। त्यसरी वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानहरूको चाहिँ विषयहरू पनि त्यहाँ राखेको हुन्छ र स्पेशली समानीकरण अनुदान सन्दर्भमा ती तीनवटा विषयहरू चाहिँ स्पष्ट उल्लेख गरेको हुन्छ। त्यसरी अनुदान जाने गर्छ। आजको लागि यति गरौँ साथीहरू। अब छलफलको विषयहरूमा मैले यी विषयवस्तु राखेको छु र यो विषयहरूमा थप तपाईहरुलाई जिज्ञासा छ भने तपाईले यो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला र कमेन्टमा मलाई भन्नु होला यो ओके सर यो विषयमा पनि भिडियो बनाउनुस् अनि म चाहिँ भिडियो लिएर आउँछु। धन्यवाद। थ्यांक यू सो मच।